नवीन भाइ बिचरा अब के अरे ओह्रालेर तार्ने नि ठेल्ने नि म कुनाउरो हाल्यो त्यस्तै हर्ला आएर हेर नवीन भाइको यहाँ है नवीन भाइ किन आस्तो त भइरहेको छैन नि यो बाइक यस्तो अवस्था हुँदा नि ए खास भने मैले त रमिदियो यो चाहिँ चोकर मकर हो भैरवकुण्ड भन्दा धन अब हामी यही बाटो हुँदै भैरवकुण्ड जाने हो अहिले भने चाहिँ भाइ लेक आस्तो भइरहेको छ कि कम मजा आएको थियो हामी इजरायलहरू मिसर देशबाट फर्केर आएर लाल समुद्र जब तर्छ अनि 12 कुलको मानिसहरू जसरी ढुङ्गा निकालेर चाहिँ गिबा भन्ने ठाउँमा राखेको छ अनि त्यो ढुङ्गा के को लागि हो भन्दा चाहिँ आउने पुस्ताहरूलाई अरू सम्झनाको लागि होस् भनेर चाहिँ बनाएको छ त्यस्तै अब आउने पुस्ताहरूलाई सम्झनाको लागि हामीले यो भिडियो बनाएका छौँ यो मरुभूमिमा हामी यात्रा गर्दैछौँ परमेश्वरले इजरायलीहरूलाई 40 वर्षको यात्रामा जसरी सुरक्षित दिनुभयो त्यसरी हामीलाई पनि परमेश्वरले सुरक्षित साथ ल्याउनु भएको छ प्रभुलाई धन्यवाद भएको होस् हामी भैरवकुण्ड पोखरी पुग्नै लाग्यो आज हामी नवीन भाइ र म यता टुरमा आएको छौँ यहाँ एकदमै राम्रो ठाउँ छ तल अब यो उकालो छ यो उकालो कर्सिएपछि तेर्सो 1 घन्टा चाहिँ हिँड्यो भने पुग्छ नि यो एकदम सुन्दर ठाउँ छ तपाईँहरू पनि आउन सक्नुहुन्छ ल हाम्रो खुट्टाको यात्रा हुँदैछ 40-45 मिनट हामी भैरवकुण्ड जाँदैछौँ पुगिसक्यो है पल्लो पोखरी नवीन भाइको अब भ्लग खतरा आइरहनु भएछ म त खेल्दैन भाइ जुत्ता खत्तम बित्छ पढ्दै खिच्नु मन लाग्छ मलाई एउटा भाइ किन भन्दा यो गीतमा भिडियो हो नि यो हेलो हाम्रो नवीन भाइ आज हाम्रो नवीन भाइ चाहिँ भैरवकुण्ड आइपुग्नु भयो हामी 2 भाइ एकदमै रमाइलो छ हामी 10 मिनट जति बस्यौँ अब हामी फर्किनलाई टाइम नभएर तपाईहरु आउन सक्नुहुन्छ यो चाहिँ भैरवकुण्ड ताल हो हाम्रो टाइम समयको कमीको कारणले गर्दा हामी फर्किन लागेका छौँ हामी अब आफ्नो घर फर्किँदैछौँ उताबाट हाम्रो नवीन भाइको आउँदै हुनुहुन्छ बाइक फसेर नवीन भाइ आउँदै हुनुहुन्छ आऊ आऊ भाइ आऊ पुरा हिल चिप्लो चिप्लो भाइ चिप्लो एकछिन एकछिन भाइ